Hi everyone. म चाहिँ अहिले यहाँनिर यहाँ बरा क्षेत्र छ. You guys can see here, हैन? There is Bara Kshetra temple and some people are fishing there with a fishing rod and someone is praying for God right there. It is Saptakoshi. It's a huge river of Nepal. Here, the mountains without snow. The trees, the rivers, the temple, the area, the view. आनन्द आइरहेछ एक प्रकारको. दर्शन गर्न जाउँ अब है त. त्यहाँनिर मन्दिर त्यहाँ छ. मैले चाहिँ त्यो झुलुङ्गे पुलबाट यता आएको होइन, यताबाट यसरी आएँ. फेरि जान्छु झुलुङ्गे पुलबाटै जान्छु. मन्दिर गएर दर्शन गर्छु. त्यहाँ केही फुटेजहरू रेकर्ड गर्छु. लेट्स गो. बाटो अलिकति यस्तो टाइपको रहेछ कि यो बाटो चाहिँ फेरि माथि सिम्लेतिर कनेक्ट गर्ने है. त्रिवेणी सिम्ले अरे. आइसकेँ म. यो बाटो चाहिँ टक्क यताबाट हुँदै यहाँ यताबाट त्यो पर झुलुङ्गे पुल जान्छ होइन. तर त्यहाँ पानी चाहिँ सुकेको रहेछ यार अलिक. पर देखिन्छ कि त्यहाँनिर देखिन्छ. कहाँनिर भन्दाखेरि यहाँनिर देखिन्छ है पानी. अहिले देखेकै छैन, अलिकति मात्रै रहेछ. अनि के जानु जस्तो लाग्यो झुलुङ्गे पुलमा मात्रै त.
ठिक छ बाख्राहरू ल्याउँदै हुनु रहेछ अङ्कलहरूले कहाँबाट ल्याउनु भएको अङ्कल यो बाख्राहरू कुन ठाउँ भोजपुर हिँड्दै आउनु भयो तपाईँहरू अनि ए कहाँ लानुपर्ने यिनीहरूलाई चत्रासम्म ए जेरै जेर छन् है जेर पुरै मजा आउँछ यो गर्न अहिले पनि यही गर्नुको लागि नै पसेको औलिया मन्दिर यहाँ छ बाबाजी आउँदै हुनुहुन्छ कि त्यहाँ पर नमो नारायण गुरुजी आरामै हुनुहुन्छ म त त्यहाँ बरा क्षेत्र गएको थिएँ आउँदाखेरि हामी यहाँ मेरो पनि बुवा सन्यास हुनुहुन्थ्यो क्या पहिला हजुर यता आउनुहुन्थ्यो अनि सँगै आउँथ्यौँ ए अनि यहाँ लहरामा झुन्डेर खेल्थ्यौँ यता रमाइलो गर्थ्यौँ धेरै परिवर्तन भएछ राम्रो भएछ अहिले त राम्रो भएछ है ओम नमः शिवाय नमः शिवाय हजुर। शान्ति एकदम आनन्दमय हजुर सुख शान्ति रहोस् परिवारी यात्रा जीवनको यात्रा राम्रो होस् हजुर परम ब्रह्मा दिव्य महादेव आत्मा मासी सत्य सरस्वती ईश्वर सचेत सत्य शरणागत हजुर शरणागत है आफ्नो लाल बाल परिवारमा सबै सुख शान्ति रहोस् जीवनको यात्रा सुख शान्ति रहोस् है ओम नमः शिवाय कता हिँड्नु भएको अहिले अहिले त्यहाँ साइडपट्टि गएर अनि फेरि ए हजुर खाना खाइसक्नु भयो यसो यहाँसम्म डुलेर आउनु पर्यो ल हस् फुल पनि रहेछ यहाँनिर ओम नमः शिवाय शिवजातर्फ लाग्दैछौँ हाम्रो 13 नम्बर वडा कार्यालय आइपुग्यो है 13 नम्बर वडा कार्यालय हो हाम्रो कुमारहाट चोक हो यो हाम्रो चाहिँ अनि यहाँबाट हामी राइट टर्न लिन्छौँ Yes guys, this is Drishyam and if you have come to this end, make sure to leave a feedback on a comment section. It's definitely gonna help me. Good night.